सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, श्रम संस्कृतिमा आबद्ध भएर देशका लागि श्रमदान गर्नुहुने महान श्रमदाताजीहरूलाई हार्दिक नमस्कार छ। मेरो श्रमदाताहरूको सङ्गठन, श्रमदाताहरूको पार्टी हो श्रम संस्कृति पार्टी। म आफू पनि श्रमदाता हुँ र यहाँहरू जति पनि आबद्ध हुनुहुन्छ तपाईँहरू सबै श्रमदाता हुनुहुन्छ। र आज श्रमबार, प्रत्येक शनिबारलाई हामी श्रमबार भन्ने गर्छौँ र श्रम संस्कृतिमा आबद्ध हुन चाहनेहरूलाई हामीले सदस्यता वितरण गरिरहेका छौँ र सबैजनालाई म भन्न चाहन्छु सदस्यता, श्रमदाताको सदस्यता लिनु होला, परिचय पत्र लिनु होला र श्रमदानमा सहभागी बन्नु होला। जे गर्दा पनि हुन्छ, सरसफाइ गर्दा पनि हुन्छ, कुलोहरू खन्दा पनि हुन्छ, फोहोर मैला सरसफाइ, कुलो खन्ने, बाटो बनाउने, तपाईँको चाहिँ के अरे सहर बजारमा हुँदाखेरि कङ्क्रिटको ड्रेन बनाउने, जे गर्दा पनि हुन्छ। पानी नभएको ठाउँमा पानी ल्याउनेदेखि लिएर बिरुवा नभएको ठाउँमा बिरुवा रोप्ने, फुलबारी, पार्क, जे बनाउँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। तर देशका लागि म श्रम गर्छु भन्ने तत्परता चाहिँ हामीमा आउनुपर्छ। म सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। म अहिले काठमाडौँमा छु र काठमाडौँ उपत्यकाभित्र जुन श्रमदान हुँदै आइरहेको छ, यहाँका श्रमदाताहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र उहाँहरूको अगुवाईमा उहाँहरूको आयोजनामा आज मैले श्रमदानमा भाग लिने मौका पाएँ र स्वयम्भूनाथको परिसरमा त्यहाँनिर चाहिँ तपाईँको चाहिँ के अरे केही फोहोरहरू मैले पनि टिप्न, सफा गर्न पाएँ। तथापि धेरै श्रमदाताहरू त्यहाँनिर चाहिँ तपाईँको नयाँ श्रमदाताहरू थपिन चाहनुभएको थियो, जोडिन चाहनुभएको थियो र उहाँहरूलाई सदस्यता वितरण गरिरहँदा नै मेरो अधिकांश समय चाहिँ बित्यो। र तर अरूले चाहिँ थुप्रैले त्यहाँ तपाईँको हामी थुप्रै सङ्ख्यामा, ठुलो सङ्ख्यामा थियौँ, उहाँहरूले सरसफाइ गर्नुभयो र यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। अब हामी तपाईँको चाहिँ दार्चुलामा पनि तुइनमा मान्छे बिचरा तुइन चुडेर लडेर अथवा तुइनबाट खुस्केर, आफै खुस्केर लडेर 38 जना यस्तो सङ्ख्यामा चाहिँ मान्छे अहिलेसम्म तपाईँको चाहिँ मरिसकेको भन्ने कुराहरू पनि सुनियो। त्यो खालको दुःख, हुन त हामीले सिम्बोलिक काम गर्ने हो तथापि त्यो खालको दुःख नहोस् भन्न खातिर हामीले चाहिँ त्यहाँनिर श्रमदानबाट नै तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्नका लागि भनेर श्रमदाताहरू गइसक्नु भएको छ, कोही पुगी पनि सक्नु भएको छ। त्यहाँ अब गिट्टी कुट्ने कामहरू हुँदै गर्छ भने म पनि त्यसतर्फ जाँदैछु र यहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। हामी श्रमदान गर्ने मान्छे, श्रम गर्ने मान्छे भ्रमको पछि लाग्दैन, काम गर्ने मान्छे गफको पछि लाग्नु हुँदैन। यहाँहरू सबैजनालाई म हार्दिक नमन गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरू सबैसँग सधैँभरि यस्तै देशका लागि चेतना छरिरहन पाऊँ, जागरणको अभियान चलाइरहन पाऊँ, विकृति विसङ्गति विरुद्ध हाम्रा पाइलाहरू अगाडि बढाइरहन पाऊँ, तपाईँको चाहिँ अन्य अत्याचारको विरुद्धमा, झुटा असत्य कुराहरूको विरुद्धमा हामी बोलिरहन पाऊँ, यहाँहरू सबैजनासँग सधैँभरि काम गरिरहन पाऊँ भन्ने कामनाका साथ यो एउटा सानो धन्यवाद, आह्वान, अनुरोध, जे बुझ्दा पनि हुन्छ, क्लिपबाट बिदा हुन्छु। नमस्कार छ। जय माटो, जय देश, जय श्रमदान, जय स्वाभिमान। सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, एउटा प्रतिपक्षी दलको नेताको रूपमा अब थुप्रै कुराहरू राख्दै आइराखेको छु। त्यो राख्दाखेरि सरकारको विरोध गर्यो भन्नेहरू पनि थुप्रै छन्। तपाईँहरूलाई बिस्तारै थाहा हुँदै जान्छ अहिलेको सरकारले गरेको निर्णयहरू कस्ता छन्, कति आलाकाचा र अपरिपक्व निर्णयहरू छन् भन्ने बारेमा तपाईँलाई थाहा हुँदै जान्छ। कहिले यो भनेको छ, कहिले त्यो भनेको छ लोकप्रियता र जीवन अलग कुराहरू हुन्। फिल्ममा देख्ने कुराहरू फरक छन्, यथार्थको जीवनका पलहरू फरक हुन्छन्।
यो कुरा बुझ्नु जरुरी छ। म सरकारको ध्यान आकर्षण त्यो अर्थमा गर्न चाहन्छु। हौसिएर नबुझिकन त्यत्तिकै तपाईँको चाहिँ के अरे निर्णय गर्दै गइयो भने त्यो निर्णयदेखि एकपछि अर्को गर्दै पछि सर्दै जानुपर्छ र त्यसरी पछि सर्दै जानु पर्यो भने त्यसैलाई सरकारको तपाईँको चाहिँ नि असफलता भनिन्छ। असफल सरकारको सङ्केत भनेकै त्यही हो। अब यहाँ हुँदै तपाईँको चाहिँ वृद्धा भत्ता बारेमा जे खालको निर्णय सरकारले गर्नु खोजेको छ यो गलत छ। सर्वत्र यसको निन्दा भइरहेछ। सबै मान्छेको आर्थिक अवस्था उस्तै हुँदैन, कतिलाई चाहिँदैन पनि है। आर्थिक अवस्था राम्रो हुनेले नदिँदा पनि हुन्छ, तर कति मान्छेलाई त त्यो एउटा औषधि खाने हैन, सिटामोल खाने, टाउको दुख्दा यसो चाहिँ नै औषधि खाने पैसाको रूपमा चाहिँ नै त्यो राज्यले दिएको सुविधा हो। त्यसलाई चाहिँ 70 देखि 75 पुर्याउने, 75 देखि 80 पुर्याउने भन्ने खालको तरिकाले जानु हुँदैन, म त्यो भन्छु। र यस्ता थुप्रै छन्। ब्रिज कोषका कुरा भए, विद्यार्थी सङ्गठनहरू सबै गर्ने भन्ने कुराहरू भए। अब यी कुराहरूबाट पनि सरकार एकपछि अर्कोबाट तपाईँको चाहिँ नि पछि हट्दै जानुपर्ने हुन्छ। हेर्दै जानुहोस् है। त्यही भएर मैले भनेको परिपक्व ढङ्गबाट सोच्नुपर्छ र थिङ्क बिफोर यु डिसाइड भनेकै त्यही हो। त त्यसो हुँदाखेरि अब या त्यहाँ भन्छ के भन्ने होइन। त्यसो भन्ने फेरि अब त्यही दलका मान्छेहरू धेरै छन् है, गाली गलौजमै उत्रिहाल्ने खालकोहरू। तपाईँहरूलाई म भन्न चाहन्छु, सरकार चलाउनु भनेको एउटा सानो चलाउनु जस्तो होइन होइन। भूगोल बुझ्नुपर्छ, यहाँका संस्कृति बुझ्नुपर्छ, यहाँका रीतिरिवाज बुझ्नुपर्छ, समाज बुझ्नुपर्छ, समाजको मनोविज्ञान बुझ्नुपर्छ होइन। सारा कुरा बुझेर एकदम धेरै सोचेर मात्रै निर्णय गर्नुपर्छ। अवस्था के छ त्यो बुझ्नुपर्छ। जे पाए त्यही तपाईँको चाहिँ निर्णय गरेको छ है, पपुलर निर्णय गरेको छ। कहाँ त्यसरी हुन्छ? हेर्दै जानुहोस्। यो सरकार इतिहासकै तपाईँको चाहिँ के अरे एउटा असफल सरकार पनि बन्न सक्छ सोचेर चलेन भने। प्रतिपक्षको कुराहरूलाई लिने गर्नुहोस् होइन, लिने गर्नुहोस्। यस्तो पनि हुन्छ, एउटा निर्णय गर्यो एक दिनमा फिर्ता गर्नुपर्ने। अब आफूले गरेको लोकप्रिय भनौँ त निर्णयहरू कुनै पनि लागू गर्न नसक्ने भएपछि त त्यो सरकारलाई के भन्नु? त्यो खालको स्थिति आउन आँटेको छ मित्रहरू, सबैलाई म त्यो भन्न चाहन्छु।